आफ्नै जग्गामा घरवास बनाउन र किनबेच गर्न नपाउनुको पीडा कस्तो होला? काभ्रेको धुलीखेल नगरपालिका 4 का 72 घर परिवार 19 वर्षदेखि यस्तै पीडामा छन्। सरकारले व्यवस्थित शहरीकरणका नाममा रोक्का गरिराखेको जग्गाको अहिलेसम्म न त मुआवजा दिएको छ, न त त्यहाँ परियोजना कार्यान्वयनको छाटकाट नै देखिएको छ। काभ्रेको धुलीखेल नगरपालिकाको साबिक श्रीखण्डपुर 9 अर्थात् अहिलेको वडा नम्बर 4 मा 2063 सालको असोजमा सरकारले व्यवस्थित शहरीकरणको नाममा प्लटिङ गर्ने भन्दै 270 किता जग्गा रोका गर्यो। प्रभावित 72 जना मध्ये 49 जना घर परिवारको असहमति र क्रियाशील 7 दलको विरोधका बीच राजपत्रमा सूचना प्रकाशन गरेर जग्गा रोका गरियो। 19 वर्षदेखि रोक्का जग्गाका धनीले बाली उत्पादन गर्नु बाहेक यहाँ अरू कुनै काम गर्न पाएका छैनन्। जग्गा रोक्का हुँदा घर बनाउन, किताकाट गर्न, धितो राखेर बैंकबाट ऋण झिक्न पाएका छैनन्। 2072 सालको भूकम्पपछि घरबास भत्किएका नागरिक अझै पनि टहरामै रहेको गुनासो गर्दै जग्गा फुक्का हुनुपर्ने माग राखेका छन्। जग्गा जमिन बेचेर केही व्यवसाय गर्नु भने गर्न नसकिने भइसक्यो। रोकाले गर्दा न घर बनाएर बस्न अवस्था छ। यो जग्गा अब दाजुभाइ 2 जना नाममा छ। अब किताकाट गर्न पाएको छैन। प्लानिङ गर्छ भने प्लानिङ पनि गरेको छैन। अब कहिले हुन्छ भन्छ, कहिले हुन्छ। खेती गर्न पनि अहिले योग्य जस्तो बनाएको छैन। ग्राभेल गरेर र यो डोजरले कान्ला कोल्ली सबैको जग्गा चाहिँ एकनासले फाँडेर एउटै जस्तो बनाएको छ। यो गरिदियो। अब के हामीलाई फुक्का गरिदिनु पर्यो कि छिटो प्लटिङ गर्नु पर्यो? नगरपालिकाले व्यवस्थित शहरीकरणका लागि धेरै काम भइसकेको दाबी गरिरहँदा स्थानीयले भने बाटोको नक्साङ्कन भएको भए पनि अहिले त्यसको समेत नामोनिशान मेटिएको बताएका छन्। नगरपालिकाले परियोजना अवधि लम्ब्याएकाले प्रभावित नागरिकमा आक्रोश बढेको स्वीकार गर्दै आगामी आर्थिक वर्षको नीति कार्यक्रममा यसलाई समेट्ने जनाएको छ। बाटो साटो कटाएर खुला क्षेत्र कटाएर उहाँले कति पाउनुहुन्छ हैन, त्यो यकिन गरेर उहाँलाई फिर्ता गर्ने भन्ने हो। त्यसको लागि अब एउटा छुट्टै एउटा टिम बनाएर हैन, अब हामी खास गरी यसमा नापी र मालपोत पनि सँगसँगै हामीले मात्रै गरेर हुँदैन। अलिकति टेक्निकल कुराहरू पनि छन् हैन। हाम्रो प्राविधिक टिम नापी मालपोतकाहरूसँग बसेर चाहिँ सम्पन्न गर्ने नै भन्ने हाम्रो लक्ष्य छ। अहिले हाम्रो नगरपालिकाको नीति कार्यक्रममा पनि हामी यसलाई चाहिँ सम्पन्न गर्छौं भन्नेमै हामी चाहिँ राखेका छौं। हाल नगरपालिकाको पहलमा श्रेष्ठता एकीकरण सकिएको भए पनि बैंक तथा अदालतबाट रोका कायमै छ। 14-15 वटा अदालतको छन्,